जुन हिजो घटेको घटना चाइनाबाट आएको भीषण बाढी तपाईँले देख्न सक्नुहुन्छ। यो चाहिँ रसुवाबाट स्टार्ट भएको एकदम भीषण र भयानक। यो चाहिँ मान्छेले कल्पना पनि गर्न नसक्ने। तपाईँले देख्नुहुन्छ यहाँ चाइनाको बोर्डरमा कमसेकम 10 सेकेन्ड पनि लागेन होला मान्छेले एउटा भाग्न समेत दिएन। यति भयानक दृश्य छ यो चाइनाको बोर्डरको। मान्छे भाग्दा भाग्दै पछाडिबाट यति स्पिडमा आएर चाहिँ पुरै ध्वस्त पारेको छ। हेर्नुहोस् केही सेकेन्डमै यो कल्पना भन्दा नि बाहिरको छ। हेर्नुहोस् यो एकदम भयानक, जुन चाहिँ अहिलेसम्म मान्छेले कहिले पनि नदेखेको घटना चाहिँ हामीले यहाँ त्यो बाढीले निम्ताएको छ। यो सोच्न पनि नसक्ने, कल्पना पनि गर्न नसक्ने। सायद यस्तो घटना अहिलेसम्म मान्छेले कहिले पनि देखेको थिएन होला। त्यसपछि तल हेर्नुहोस् यो रसियाकै हाइड्रो पावर हो भन्दा माथि भनेपछि काम गर्दा गर्दै मान्छेहरू एकदम भागमभाग भएको छ। हेर्नुहोस् भाग्दा भाग्दै उहाँहरूले बच्न सफल हुनुभएको दृश्य छ। हेर्नुहोस् कति डरलाग्दो र भयानक छ। 5 सेकेन्ड मात्रै ढिलो भएको भए कोही पनि बाँच्नुहुन्न थियो होला उहाँहरू। हेर्नुहोस् यति भयानक छ कि एउटा सोच्दै नसोचेको र सोच्नै नसक्ने घटना। हेर्नुहोस् एकदमै कहाली लाग्दो। हेर्नुहोस् हाइड्रो पावरको दृश्य हो यो। हेर्नुहोस् हाइड्रो पावरको यति मजबुत र बलियो अब हेर्नुहोस् बनेको हाइड्रो पावर हेर्नुहोस् केही सेकेन्डमै ध्वस्त बनाइदिएको छ। हेर्नुहोस् तपाईँले यहाँ मान्छेहरू हेर्नुहोस् यहाँ एक्सकाभेटरबाट भागभाग भइरहेछ। बिचरा उहाँहरू एकदम लक्की नै हो। पुरै तहस नहस। प्रकृतिले चाह्यो भने जे पनि गर्न सक्छ भन्ने उदाहरण पनि हेर्नुहोस्। अहिलेसम्म कसैले नदेखेको जस्तो एकदम भयानक दृश्य चाहिँ हामीले यहाँ देखिरहेका छौँ। यो पनि रसुवाकै हो। माथिबाट आउँदा आउँदै कति भयानक र कहाली लाग्दो छ। हेर्नुहोस् तल मान्छे अब यो मान्छे बज्न सकिएला यिनीहरू। हेर्नुहोस् भागमभाग छ यहाँ पनि। हेर्नुहोस् यो पनि यो रसुवा माडीमा भनेको छ यो माडी। हेर्नुहोस् कति डरलाग्दो छ। हेर्नुहोस् भयानक छिनभरमा सबै तहस नहस भनिरहेको छ। हेर्नुहोस् यो पनि रसुवाकै हुनसक्छ, सायद माथिकै होला सायद यो पनि।
मान्छेहरू माथि नै पुरै आँतिरहेको अवस्था छ हेर्नुहोस् यो हिजो भिडियो हाल्दाखेरिको यो एकदम सबैले सूचना पनि सबैसँग गरिरहेको छ भिडियो मार्फतै हेर्नुहोस् बजार त केही पनि छैन यो बेतरावती हेर्नुहोस् यो बेतरावती बजार भनिरहेको थियो रसुवाको बेतरावती बजार भनेपछि एकदम माथिबाट खिचिरहेको छ उहाँहरू पनि रसुवा घुमेर आएको भन्ने भएको थियो उहाँहरूले भनिरहनु भएको थियो अनि उहाँहरूले धन्न माथि आइपुगेर बच्यो भनेर उहाँहरूले भिडियोमा भनिरहनु भएको थियो अरे हेर्नुहोस् एकैछिनमा तस नस केही छ र एकैछिनमा सबै गयो क्या भाग्यमा लेखेर ल हेर्नुहोस् माथिबाट यति ठुलो छ हेर्नुहोस् पहाडै पुरै सडलाकै हानिदिएको छ हेर्नुहोस् ल हेर्नुहोस् यो चाहिँ नुवाकोटको त्रिशुली बजार हेर्नुहोस् त्रिशुलीको पुरानो पुल हो देख्दा देख्दै यो पुरानो पुल सर्लकै बगाएको देखिन्छ अब यहाँ हेर्नुहोस् यति भयानक छ कि केही राखेको छैन हेर्नुहोस् हेर्नुहोस् पुल सर्लकै बगाएर लग्यो हेर्नुहोस् कति सजिलो होइन यहाँको मान्छेले यसरी कल्पना नै गरेको थिएन भन्नुभएको थियो यहाँनिर अनि यो चाहिँ त्यो भइसकेपछि हामी लगभग 2-3 घन्टा पछि पुगेका थियौँ हामी चाहिँ यहाँनिरको स्थिति बुझ्नको लागि गएको थियौँ हामी जाँदाखेरि यो चाहिँ ढुङ्गेको भन्दा अलिकति यता ढुङ्गेमै भनौँ न यो ढुङ्गे नै पर्छ यो हजुर यहाँनिरबाट एकदम ठुलो पक्की पुल थियो पछि बनाएको नयाँ पुल त्यो पनि छैन हजुर ढुङ्गेबाट यो पारिपट्टि खोलाको पारिपट्टि हो यो हेर्नुहोस् पुरै बगर बनाइदिएको छ पुरै माथिसम्म केही पनि छैन एकदम तहस नसै छ अहिले चाहिँ केही छैन हजुर हाइड्रो पावर केही पनि छैन तपाईँको नुवाकोटको यो भने हेर्नुहोस् पुरै बजार नै पुरै बगरमा परिणत गरिदिएको छ हेर्नुहोस् हेर्नुहोस् कति माथिसम्म एकदमै बिजोग तरिका हेर्नुहोस् पुरै समाधान लिएको भन्दा केही पनि छैन अहिले हेर्नुहोस् वारिबाट पारि जान सक्ने कुनै माध्यम पनि छैन पुरै मान्छेहरू त्यहाँ भनौँ न हेर्नको लागि अवलोकन गर्नको लागि आउनुभयो हामी चाहिँ अलि माथि आएर अहिले बनाएको थियो पारि जाने माध्यम केही पनि छैन हजुर यहाँ हेलिकप्टरहरूले उद्धार गरिरहेको भनौँ देखिरहेको थियौँ हामीले जाने बेलामा त्यत्रो पहाडै खोलेर आएको होइन त्यत्रो पहाड सर्लकै खोलेर आएको त गहिरै थियो अरे नागेर आयो सिधा स्टे उता प्रेसले यता आयो नि त्यही त त्यहाँबाट प्रेस आयो त्यही त त्यो प्रेस यता आएर फेरि यताको फेरि उता प्रेस उता गरिदियो होइन उहाँहरू कहाँ जाने उता कहाँ उहाँहरू त्यस्तो उता घरै उता हो कि माथि माथिबाट गयो जङ्गलबाट
मान्छेको बाटो होला नि होइन त्यो उक्लिने बाटो भएको छ यताबाट बाटो भएको खासमा मेन खोला त त्यहाँको होइन पानीको त्यो मेन खोला यो डाँडा उतापट्टि के भएछ भने यसको फोर्सले चाहिँ त्यो डाँडाबाट सट्टै यता फोर्सले पाहाडै फोरेर यता आइदिएको रहेछ यहाँसम्म रोडसम्म यहाँसम्म आइदियो अनि त्यसपछि फेरि यताबाट भयङ्कर ठुलो भयङ्कर ठुलो मान्छे पुरै आँट्दैन कल्पना गर्न नसक्ने ठ्याक्कै ड्यामतिर होइन तपाईँको हेर्नुहोस् त्यसरी बजार हेर्नुहोस् पुरै बगाउनु पर्ने स्कुल हेर्नुहोस् त्यहाँ हो मान्छेहरू माथि पुरा हेरिरहनु भएको छ उहाँहरू सबै उहाँहरू चाहिँ मान्छेहरू बाढी पिर्दै हो उहाँहरू बजारको मान्छेहरू माथि गएर बस्नु भएको उहाँहरू सुरक्षित कति भयानक छ हेर्नुहोस्